अब 7 दिन भइसक्यो आजसम्म नभने त यस्तो ठाउँमा के सुन मनाउने। अनि सुन्नु न दिदी त आइसक्नु भएछ त सामान बन्यो दिदीको सामान चाहिँ बनिसक्यो आज बुढाबुढी मिलेर मिठो प्याक गर्नु छ है दिदी रिसाउनु हुन्छ होला फेरि अनि बनेन सामान? नमस्ते दिदी नमस्ते। खै त मेरो सुन भएन अझै? सामान त पहिला बसौँ न दिदी बस्नु भन्दा नि पहिला मेरो सुन हतार भइसक्यो। सुन लाएर जानुपर्छ भोलि सबै। ओहो दिदी कालीहरूले धोका नि सामान त भोलि बेलुकाको होला त सकिहाल्नु होला बसेर कुरा गरौँ न दिदी मलाई नरिसाउनु न बस्ने फुर्सद छैन, प्रेसर हाई हुन्छ मलाई भन्ने बित्तिकै कुरा भएन भने। बसेर चिया खाऊँ अनि त्यसपछि कुरा गरौँ न। मलाई भोलि गएर पार्टी खानु चाहिँ कहाँ चिया खाएर बस्नु। पानी दिनु पानी होइन पानी पनि नखाने। मेरो सुन चाहिँ बन्यो कि बनेन? सामान चाहिँ रेडी भएको छैन। अब सामान चाहिँ भोलि पर्सितिर रेडी हुन्छ होला दिदी। त आजै चाहिन्छ। भोलि लाएर जानुपर्छ भोलिको पार्टी। सबैलाई देखाउनु परेन? यस्तो महँगीमा नि यत्रो सुनलाई चाहिँ भन्नु सबैजनाले। त्यो सोचले हो नि त मैले दिएको। ल अब चिया कफी तपाईँहरूले नि खानुहोस्। अब मेरो सामान बनाएर चाहिँ म गएँ है त। होइन दिदी नरिसाउनु न। म रिसाएको छैन, म गएँ। होइन म गएँ म। दिदी